हजुर सबभन्दा पहिला त म सबै खेती गर्ने दाजुभाइ दिदीभाइ बहिनी सबैजनालाई म नमस्कार गर्न चाहन्छु। असार 15 को सबैलाई शुभकामना दिँदै विशेष यहाँ आज हामीले असार 15 भनेर मात्रै होइन हामी सधैँ पनि यसरी खेती किसानहरू छौँ र सौभाग्यवश आज असार 15 को दिन पनि यसरी रोपाइँ गर्ने र खेतसँग हिलोसँग खेल्ने मौका पाउँदाखेरि एकदमै खुसी लागेको छ। हुन त भोलि पनि असार 16, 17 तिर पनि रोपाइँहरू भइरहन्छ। अघि पनि भइरहेको थियो है? अघि पनि भइरहेको तर आज त विशेष पर्व नै मानिन्छ। आज चाहिँ एकदमै यो उहिले हाम्रो पूर्वजहरूले नै मान्दै आएको रीति परम्परा हो। आज असार 15 एकदमै असार 15 भनेको चाहिँ एकदमै रोपाइँको चापाचापको दिनलाई पनि असार 15 हुन्छ। र कुनै समय मान्छेलाई एकदमै व्यस्त भयो भने पनि मान्छेले भन्ने गरेको छ कि भइरहेको छ। असार 15 यो एउटा मुख्य खेती किसान गर्नेहरूको लागि चाहिँ पर्व हो। यहाँनिर पर हला बाँधेर मजाले गीत गाएर असारे गीतहरू गाएर पनि हला बाँध्ने उहिलेको धेरै बुजुर्ग रोपारहरूले मजाको गीतहरू गाउँदै चलन पनि त्यो असारको छ। मलाई चाहिँ यो आज असार 15 भनेर मात्रै होइन सधैँ पनि म कतिवटा रोपाइँमा सघाउने मलाई चाहिँ रोपाइँ गर्नु मनपर्छ, खेती गर्नु मनपर्छ। चाहिँ सबैलाई यति भन्दै सबैलाई असार 15 को शुभकामना। ल ल ल ल ल ल ल ल आम्मा